अब हिजो आज प्रोफेसनल लाइफ कस्तो चलिरहेछ सरको? नेपालीहरूको खुबी नै मान्नुपर्छ। सामान्य स्थितिलाई पनि सामान्य र सहजीकरण बनाएर हामीले जुन हाम्रो डेली लाइफलाई रन गर्न सकिरहेछौँ त्यो हाम्रो स्किल नै हो भन्ने बुझ्नुपर्छ। प्रोफेसनल लाइफ पनि त्यही अनुसार हामीले अगाडि बढाइरहेछौँ। अहिलेको अवस्थामा जुन हामीले जुन अपेक्षा राखे अनुसारको या जुन स्केलमा हामीले गर्न सक्थ्यौँ त्यो चाहिँ अचिभ हुन नसकेको अवस्था हो। यद्यपि प्रोफेसनल लाइफ एज इन इन्डिभिजुअल्सको हेर्नुहुन्छ भने चाहिँ इट्स क्वाइट सेटिस्फाइङ र यो जर्नी कन्टिन्यू नै। +2 ब्याचलर रिलायन्समै पढेँ भन्नुभयो। हजुर। र +2 पढ्दाखेरिका ब्याचलर पढ्दाखेरिका त्यस्तो एकदमै मेन्सनेबल मेमोरिजहरू सरसँग के होला त? विद्यार्थीको रूपमा 2060 सालमा यस कलेजमा प्रवेश गरिरहँदाखेरि मनमा अनेक प्रकारका ती डिलेमाजहरू थिए। कहीँ कतै मेरो सेलेक्सन राइट भयो भएन भन्ने खालका ती डिलेमाजहरू थिए होइन। ती सम्पूर्ण ती डिलेमाजहरूलाई चिरेर जुन आजको अवस्थासम्म आइपुग्दाखेरिको जुन आजको अचिभमेन्टलाई लिएर सोच्ने हो भने चाहिँ द डिसिजन द्याट आई टुक अर्लियर क्वाइट सेटिस्फाइङ थियो मेरो लागि। मेरो त्यो डिसिजन्स टु जोइन रिलायन्स कलेज नै एउटा इम्प्याक्टफुल डिसिजन्स थियो भन्ने कुरा चाहिँ समग्रमा रह्यो अहिलेसम्मको अवस्थामा। जस्तो सरले यहाँ +2 ब्याचलर पढ्नुभयो, त्यस पछाडि मास्टर्स गरिसकेपछि फेरि एज अ फ्याकल्टीको रूपमा रिलायन्स जोइन गर्नुभयो र एज अ स्टुडेन्ट र एज अ फ्याकल्टीको रूपमा रिलायन्समा कस्तो खालको फरक पाउनुभयो सरले? त्यो एउटा राम्रो अनुभूति रह्यो। विद्यार्थीको रूपमा 5 वर्ष अनि त्यसपछि फेरि एज अ फ्याकल्टीको रूपमा यहाँ मैले करिब 4 वर्ष चाहिँ रिलायन्स कलेजमा एसोसिएटेड भएर टिचिङ फ्याकल्टी रूपमा कार्यरत रहँदाखेरि एक प्रकारको अभियसली त्यो डिफ्रेन्ट खालको फिलिङ्स चाहिँ हुँदो रहेछ। एज अ अडियन्सको रूपमा बस्नु र एज अ डेलिभर गर्नको लागि डेलिभरको रूपमा अगाडि उपस्थित हुनुमा डेफिनेटली त्यहाँ भिन्नता त छ नै। तर राम्रो पक्ष चाहिँ के रहेछ भन्दाखेरि एज अ लेक्चरर अझ अ फेसिलिटेटर भनौँ, तपाईँले बच्चाहरूको वृत्ति विकासको लागि जुन एउटा नर्चरिङको जुन अपर्च्युनिटी गेन गर्नुहुन्छ त्यो चाहिँ एक लेभलको भिन्न खालको सेटिस्फ्याक्सन त्यसले हजुरलाई प्रोभाइड गर्दो रहेछ। विद्यार्थीको रूपमा त हामीले 5 वर्ष बिताइरहँदाखेरि हाम्रो आफ्नै एउटा समय थियो होइन। हामी पढाइमा मात्र सीमित थिएनौँ, विभिन्न क्रियाकलापहरूमा सीमित थियौँ। तर त्यो चिजलाई कसरी म्यानेज गरिँदो रहेछ भन्ने कुरा चाहिँ एज अ टिचर आफू टिचिङ के अरे उसमै लागिसकेपछि चाहिँ अझ त्यो इन्फर्मेसन्सहरू अझ त्यो नलेज त्यो एक्सपिरियन्सहरू चाहिँ गेन भयो, जुनले मलाई लाग्छ आफूमा एक लेभलको मेच्युरिटी पनि बिल्ड भयो होइन। आफ्नो वृत्ति विकासमा पनि त्यसले राम्रै रोल प्ले गर्यो भन्ने मलाई लाग्छ। हस्, अब फेरि एकपटक हामी स्टुडेन्ट लाइफतिरै फर्क्यौँ अनि रिलायन्समा स्टुडेन्ट हुँदै गर्दा सरको अहिलेको जुन प्रोफेसन छ एउटा ब्याङ्किङ प्रोफेसन, त्यो ब्याङ्किङ प्रोफेसन डेभलप गर्नलाई कलेजले के कस्तो सहयोग गर्यो? कलेजका एक्टिभिटिजहरूले, कलेजको करिकुलर एक्टिभिटिज को करिकुलर एक्टिभिटिजले चाहिँ सरलाई कस्तो सहयोग गर्यो जस्तो लाग्छ? समग्र भन्नुपर्दाखेरि पढाइ मात्रै पनि आफ्नो बृहत्तर विकासको लागि चाहिँ डेफिनेटली वान इम्पोर्टेन्ट एस्पेक्ट हो। तर हामीले जुन रिलायन्स कलेजमा अदर देन फ्याकल्टी अदर देन एकाडेमिक्स जुन अपर्च्युनिटिजहरू गेन गऱ्यौँ, जस्तो प्र्याक्टिकल लर्निङ सेसन्सका कुराहरू भए, इन्टर्नसिपका अपर्च्युनिटिजहरू भए, आफ्नो त्यसले चाहिँ डेफिनेटली त्यो प्रोफेसनल लाइफमा अझ त्यो डेभलपमेन्टको लागि महत्त्वपूर्ण रोल प्ले गर्यो भन्ने जस्तो मलाई लाग्छ। ह्याभिङ सेड सो पढाइ एकदमै एसेन्सियल्ली इम्पोर्टेन्ट चिज हो। डेफिनेटली द्याट म्याटर्स होइन। अपार्ट फ्रम द्याट दि अदर फ्याक्टर्स, दि अदर अपर्च्युनिटिज होइन, त्यो अदर इन्भाइरोमेन्टल एक्सपेक्ट्सहरू जुन हामीले यस कलेजमा गेन गऱ्यौँ त्यसले
सम्भवतः तपाईँलाई एउटा पूर्ण मानवको रूपमा विकास गर्छ। त्यो अपर्च्युनिटिजहरू चाहिँ हामीले रिलायन्स कलेजमा पायौँ र त्यो एउटा चाहिँ इम्पोर्टेन्ट फ्याक्टर थियो जसले हाम्रो आफ्नो करियरमा चाहिँ राम्रो रोल प्ले गरेको छ। जस्तो त्यति बेरको एजुकेसन र करेन्ट एजुकेसनमा कम्पेयर गर्नुपर्दा सरले कस्तो डिफ्रेन्सेसहरू पाउनुहुन्छ? एक हिसाबले भन्ने हो भने हामी आजको यो डिजिटल युगबाट अलि पर थियौँ। त्यो बेलामा हामीसँग हातमा मोबाइल हुनु या घरमा ल्यापटप हुनु, डेस्कटप हुनु भनेको एकदमै सोचभन्दा परका कुराहरू थिए त्यो बेलामा। हामी त्यति चाहिँ यो प्रविधि मैत्री थिएनौँ। तर आजको दिनमा हेर्ने हो भने विद्यार्थीलाई र टिचर्सलाई इभन होइन यो प्रविधिले गर्दाखेरि एकदम प्रविधि मैत्री बनाउन मद्दत पुर्याएको छ। विद्यार्थीहरू पनि उत्तिकै क्यालिबर छन्, उत्तिकै चाहिँ अझ भनौँ विद्यार्थीहरूमा इन्फर्मेसन्सको केही कमी छैन। भएका ती प्रविधिहरूले गर्दाखेरि हिजो हामीले जुन अवस्थामा रहेर ब्ल्याकबोर्ड या डेस्कमा बसेर कपी या पेनमा लिमिटेड हुनुपर्ने जुन अवस्था थियो त्यसलाई आज छिरेर चाहिँ आजको अवस्थासम्म आइपुग्दाखेरि 11-12 पढ्ने विद्यार्थी पनि कुनै कलेजका टिचर सर चाहिँ क्यालिबर छन् भन्ने कुरामा चाहिँ मलाई त्यो खालको चाहिँ भान हुन्छ। किनभने लर्निङ अपर्च्युनिटिजहरू प्रशस्त छन्, विद्यार्थीले एक्सप्लोरको लागि तनै अपर्च्युनिटिजहरू पाएका छन्। जस्तो हामी सीमित कक्षा कोठाभित्र बसेर पढ्नुपर्ने अवस्था आजको दिनमा छैन। त्यसले गर्दाखेरि विद्यार्थीको वृद्धि विकासको लागि चाहिँ प्रशस्तै च्यानल या भनौँ न प्रशस्तै चाहिँ अभाइलेबल स्पेसहरू छन् जसलाई सही सदुपयोग गर्न सक्यौँ भने विद्यार्थी स्वयंले नै आफ्नो विकास एक हिसाबले चाहिँ अगाडि बढ्न सक्छन् भन्ने लाग्छ। जस्तो सर 11-12मा बिजनेस स्टडिजको विद्यार्थी हुनुहुन्थ्यो। अब अहिले यसो विद्यार्थीहरूको थोरै साइकोलोजी बुझ्दाखेरि धेरै विद्यार्थीहरू आइटीतिर, त्यस पछाडि होटल म्यानेजमेन्टतिर, अलिकति बिजनेस स्टडी पढ्ने विद्यार्थीको नम्बर चाहिँ डिक्रिज भएको जस्तो मैले पर्सनल्ली फिल गरेको। सरलाई कस्तो लाग्छ र यसको रिजन के होला भन्ने लाग्छ सरलाई? अवश्य नै नयाँ नयाँ चिजको नयाँ प्रविधिको विकास भइरहँदाखेरि त्यो त्यतातिर सोही इच्छा जाग्नु भन्ने कुरा चाहिँ सामान्य नै होस् लाग्छ। आइटी भनौँ, होटल म्यानेजमेन्ट भनौँ या अन्य धेरै फ्याकल्टिजहरू छन् होइन। यद्यपि बिजनेस स्टडी या बिजनेस म्यानेजमेन्टको आफ्नो छुट्टै स्कोप छ। ती चिजहरूलाई पनि त म्यानेज गर्न आवश्यकता हुन्छ, अर्गनाइज गरिनुपर्छ। आफ्नो छुट्टै स्कोप हुँदै पनि ती चिजहरूलाई यदि म्यानेज गर्न सकिएन भने त्यो सम्भवतः त्यति फ्रुटफुल नहुन सक्छ। त्यस अवस्थालाई मध्यनजर गर्ने हो भने बिजनेस स्टडी या बिजनेस म्यानेजमेन्टको आफ्नो एउटा छुट्टै इम्पोर्टेन्स चाहिँ छ। इक्जाम्पलको लागि तपाईँले कुनै आइटी बिजनेसै चलाउनु भयो या कुनै अन्य फिल्डमा कुनै आफ्नो स्किल सेट अनुसारको बिजनेसै स्टार्ट गर्नुभयो भने पनि त्यसलाई अल्टिमेटली म्यानेज त गर्नुपर्छ र ती म्यानेज गर्नका लागि विद्यार्थी उत्पादन हुने भनेको म्यानेजमेन्ट सेगमेन्टबाट हो, सेक्टरबाट हो। त्यो हिसाबले बिजनेस स्टडीको इम्पोर्टेन्स या महत्त्व आफ्नो छुट्टै र भिन्न। जस्तो अब अहिले धेरै विद्यार्थीहरू एसइई पछि म्यानेजमेन्टमा मेजर सब्जेक्ट के छान्ने भन्ने कुरामा अलिकति उहाँहरूलाई कन्फ्युजन हुन्छ। त्यसमा सरको के सुझाव र सल्लाह छ अहिलेका भाइ बहिनीहरूलाई? आफूलाई लागेको गर्नुहोस् भन्छु म। तर आफूलाई लागेको गरिरहँदाखेरि पनि अलिकति सरसल्लाह सुझाव चाहिँ लिनुहोस्। किनभने सरसल्लाह सुझाव लिँदाखेरि आफ्ना सिनियर्सहरूबाट प्रशस्तै तपाईँलाई चाहिँ मार्गदर्शनहरू हुन्छन्। पढ्नुहोस्, पढ्नै पर्छ। पढ्नको लागि त अहिले विभिन्न फ्याकल्टिजहरू अभाइलेबल छन्, प्रशस्तै छन्। तर तीमध्ये पनि तपाईँको लागि सुइटेबल के हुन्छ भन्ने कुरा, कसैको प्रेसरमा तपाईँले सब्जेक्ट चुज गर्ने भन्दा पनि तपाईँलाई आफ्नो इच्छा अनुसारको विषय तपाईँले रोजेर जानुभयो भने त्यसले तपाईँलाई एउटा इन्टरनल सेटिस्फ्याक्सन र मोटिभेसन पनि मिल्छ। सब्जेक्ट या फ्याकल्टी कुनैमा यो राम्रो त्यो नराम्रो भन्ने डेफिनेटली होइन। सबैको आफ्नै विशेषताहरू छन्, सबैको आफ्नै महत्त्व छन्। त्यो हिसाबले तपाईँलाई लागेको विषय तर लागिरहँदाखेरि पनि एउटा मार्गचित्रको लागि चाहिँ तपाईँले सिनियर्सहरूसँग कन्सल्ट गर्नुभयो भने
त्यसले तपाईँलाई एउटा गाइडेन्सको चाहिँ रोल प्ले गर्छ जस्तो मलाई लाग्छ। जस्तो सरले भन्नुभयो रिलायन्स कलेज लगायत अरू धेरैवटा कलेजहरू काठमाडौँमा उपलब्ध हुँदाहुँदै पनि सरले रिलायन्स कलेज नै चुज गर्नुको पछाडिका कारण के थिए अलिकति प्रश्न पारिदिनुहुन्थ्यो कि? मैले अघि पनि जानकारी गराएँ। जस्तो त्यो बेलामा हामी एउटा डिलेमामा थियौँ। प्रशस्तै कलेजहरू थिए, अफकोर्स त्यो बेलामा पनि थुप्रै कलेजहरू इस्टाब्लिस थिए, नाम चलेका कयौँ कलेजहरू थिए होइन। तर हामीले लिएको डिसिजन्स टु जोइन रिलायन्स कलेज हामीले पनि हाम्रा अग्रजहरूसँग बुझ्यौँ, सोसाइटीमा साथीभाइसँग सरसल्लाहहरू गऱ्यौँ। कलेज खोज्दै जाने क्रममा अलिक कलेज हामीलाई रिलायन्स कलेज अलिक भिन्न खालको कलेज महसुस भयो त्यो बेलामा, जहाँ चाहिँ एकाडेमिक्सलाई मात्र नभइकन एक्स्ट्रा करिकुलर एक्टिभिटिज र होल इन्डिभिजुअल्सलाई कसरी ह्युमेन बनाउन सकिन्छ भन्ने खालको एउटा इन्भाइरोमेन्ट क्रिएट गर्ने हिसाबले जुन इस्टाब्लिस भएको हामीले महसुस गरिसकेपछि चाहिँ म लगायत म मात्र थिइनँ त्यो बेलामा, हाम्रो होल लट एउटा ग्रुपै थियौँ यहाँ आएर हामी एडमिट भएका थियौँ र त्यो हाम्रो डिसिजन चाहिँ हामीले अर्थपूर्ण रह्यो। हामीले एकदमै राम्रो डिसिजन्स लियौँ भन्ने कुरा चाहिँ हामीले आजको दिनमा हामीले प्रमाणित गऱ्यौँ। सो मसँगै पढाइ स्टार्ट गर्नुभएका साथीहरू आज विभिन्न सेक्टर्सहरूमा विभिन्न अर्गनाइजेसन्सहरूमा रहेर आफ्नो दिन प्रस्तुत गरिरहँदाखेरि हामीले त्यो बेलामा लिएको डिसिजन्सले हामीलाई हाम्रो करियरमा चाहिँ राम्रै सपोर्ट मिल्यो र हामीले त्यही अनुसारको डेभलपमेन्ट पनि गर्न सक्यौँ जस्तो लाग्छ। तपाईँहरू पढ्दाखेरिका ब्याचमेटहरू अहिले कता कता के गर्दै हुनुहुन्छ, केही यसो अनुभव छ तपाईँलाई? मैले मेरो कोर अब हामी साथीभाइमा सबैसँग त 400-500 विद्यार्थी थियौँ जस्तो लाग्छ मलाई त्यो बेलामा। सबैसँग त त्यति क्लोज कन्ट्याक्ट नभए पनि जो हामी क्लोज कन्ट्याक्टमा थियौँ नेपालमै बसेर उहाँहरूले कोही चाहिँ आफ्नै बिजनेस अपरेट गरेर आफ्नो बिजनेसलाई चाहिँ एकदमै एज अ राम्रो एन्टरप्रेनर्स उहाँहरूले आफूलाई डेभलप गर्नुभएको छ। कोही होटेल लाइनमा हुनुहुन्छ, कोही आफ्नो बिजनेस रिटेल सेगमेन्टमा हुनुहुन्छ होइन, कोही आइटी सेगमेन्टमै हुनुहुन्छ। उहाँले आफ्नो राम्रो बिजनेसलाई इस्टाब्लिस गर्नुभएको छ आजको डेटमा। त्यसै गरी कोही सरकारी सेवामा हुनुहुन्छ, ब्याङ्किङ एन्ड फाइनेन्स इन्स्टिट्युसन्समा पनि प्रशस्त साथीहरू भेटिनुहुन्छ होइन। सो हाम्रो ब्याचमा भएका साथीहरूले चाहिँ एक लेभलको भन्ने हो भने आजको दिनमा हेर्नु पर्दाखेरि राम्रै एउटा चाहिँ कभरेज या भनौँ न इस्टाब्लिस गर्नुभएको छ। उहाँहरू आफूले आफ्नो ठाउँमा राम्रैसँग गरिरहनु भएको छ। कोही टिचरै हुनुहुन्छ, कोही लेक्चरै हुनुहुन्छ आजको दिनमा होइन। उहाँहरूले पनि आफूलाई त्यो हिसाबले बिल्ड गराउनु भएको छ, आफ्नो नाम स्थापित गर्न सक्नु भएको छ। रिलायन्समा एज अ स्टुडेन्टको रूपमा पनि र एज अ फ्याकल्टीको रूपमा पनि इन्भल्भ हुँदै गर्दा सरलाई रिलायन्सको सबभन्दा मन परेको पक्ष चाहिँ के लाग्यो सरलाई? मलाई सबभन्दा त्यो बेलामा मन परेको पक्ष भनेको इन्भाइरोमेन्ट नै थियो। टिचर्सहरूले विद्यार्थीको प्रति गरिने व्यवहार यहाँ अलिकति फरक थियो। हामी क्लासरुम कक्षाकोठाभित्र मात्रै बसेर पढेनौँ, हामीलाई यो अन्य इन्टरनल एक्सटर्नल इन्भाइरोमेन्टमा हामीलाई एक्सप्लोर गराइयो। त्यसले गर्दाखेरि हामीमा एक लेभलको कन्फिडेन्स बिल्ड भयो होइन। हामीले कन्फिडेन्स गेन गऱ्यौँ भनौँ। हामी बाहिरी संसारमा राम्रैसँग भिज्न सक्यौँ, हामीले राम्रोसँग चाहिँ बाहिरी इन्भाइरोमेन्टलाई बुझ्न सक्यौँ। त्यो एउटा सबल पक्ष थियो। त्यसले गर्दाखेरि हामीले कहिले पनि परिस्थितिहरूलाई कठिनाइहरूलाई चाहिँ हामीले कठिनाइका रूपमा बुझ्नु परेन है। हामीलाई राम्रो पक्ष के थियो भन्दाखेरि प्रब्लम चाहिँ आफ्नोमा प्रब्लम होइन भन्ने कुराको चाहिँ एउटा जड स्थापित गरायो हामीमा। त्यो हिसाबले त्यो चिज चाहिँ मलाई यहाँको एउटा राम्रो पक्ष लाग्छ। त्यस्तै गरेर अब एसी पास भएका विद्यार्थी भाइ बहिनीहरूलाई जसले म्यानेजमेन्टमा करियर बनाउँछु भनेर सोच बनाइराख्नु भएको छ, उहाँ भाइ बहिनीहरूलाई चाहिँ सरको के छ सुझाव र सल्लाह? म्यानेजमेन्टको भेग अपर्च्युनिटी छ, एकदमै म्यासिभ अपर्च्युनिटी छ टु एभ्री अर्गनाइजेसन द्याट आर इस्टाब्लिस द्याट आर प्लानिङ टु गेट इस्टाब्लिस होइन। सो म्यानेजमेन्ट भन्ने कतै न कतै गएर कुनै पनि अर्गनाइजेसन्समा चाहिँ त्यो इम्प्लिमेन्ट भइहाल्छ, अप्लाइड भइहाल्छ। अन्य सब्जेक्टको हिसाबमा हेर्ने हो भने स्कोप चाहिँ म्यानेजमेन्टको धेरै ह्युज छ, धेरै ब्रोडर छ। मैले अघि पनि भने हरेक अर्गनाइजेसन्स तपाईँ जुन सोचिरहनु भएको छ त्यसमा
कहीँ कतै गएर म्यानेजमेन्ट भन्ने चिज चाहिँ ठोकिन्छ भनिसकेपछि अवश्य नै तपाईँले म्यानेजमेन्टमा आफ्नो दखल पेश गर्न सक्नुहुन्छ, आफूलाई इस्टाब्लिस गर्न सक्नुहुन्छ, आफ्नो करियर त्यहाँ बिल्ड गर्न सक्नुहुन्छ। स्टार्टिङ फ्रम हामीले के सिक्छौँ भन्दाखेरि यो पढाइ सँगसँगै चाहिँ म्यानेजमेन्ट भन्ने चिज यस्तो हो जुन चाहिँ तपाईँले आफ्नो पढाइ सँगसँगै घरमा सिकिरहनु भएको छ, साथीभाइसँग सिकिरहनु भएको छ होइन, कहीँ कतै खेल्ने क्रममा कुद्ने क्रममा तपाईँले म्यानेजमेन्ट भन्ने कुरा लर्न गराउनु भएको छ कि त्यही चिजलाई लगेर तपाईँले भोलि अर्गनाइजेसन्समा चाहिँ एक लेभलले इम्प्लिमेन्ट गरिने चिजहरू हुन्। यो पढाइभन्दा पनि बेसी तपाईँको प्र्याक्टिकल चिजहरू हुने हुन् यसमा। त्यो हिसाबले चाहिँ अभियस म्यानेजमेन्टको छुट्टै महत्त्व छ, यसले अर्थ राख्छ र म्यानेजमेन्ट यसो चाहिँ मलाई लाग्छ यो एकदमै भेग छ, यसमा प्रशस्तै अपर्च्युनिटी तपाईँ पाउनुहुन्छ। ल अब हाम्रो अल्मुनाई तथा एक्स फ्याकल्टी दिल सरले भने जस्तै विद्यार्थी भाइ बहिनीहरूलाई तपाईँहरू म्यानेजमेन्टमा आफ्नो करियर पर्सु गर्न चाहनुहुन्छ भने रिलायन्स कलेज बिल्कुल फरक खालको एउटा एजुकेसनल इन्स्टिट्युसन हो। यहाँ आउनुहोस्, यहाँ पर्सनल केयरको कुरा, यहाँ कल्चरको कुरा, त्यस्तै गरी डिफ्रेन्ट टाइपको इसिए एक्टिभिटिजको कुरा, त्यस पछाडि विद्यार्थीहरूको ग्रोथ र डेभलपमेन्टको लागि कलेजले डिजाइन गरेका आइसिटीका प्रोग्रामहरूले गर्दाखेरि तपाईँहरू एकपल्ट अवश्य रिलायन्स कलेज भिजिट गर्नुहोस् र काउन्सिलिङ सेसनमा चाहिँ इन्भल्भ हुनुहोस् र बाँकी कुरा तपाईँले कलेज भिजिट गरिसकेपछि पक्कै पनि बुझ्नुहुनेछ, सिक्नुहुनेछ। र आजको यो कन्भर्सेसनमा हाम्रो अल्मुनाई दिल सरलाई समय व्यवस्थापन गरिदिनु भएकोमा हामी रिलायन्स कलेजको तर्फबाट र विशेष गरी म बिजनेस स्टडिज डिपार्टमेन्टको तर्फबाट हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। हस्, धन्यवाद। थ्याङ्क यू।